राजा ल्याउने राजा ल्याउने भने होइन राजा नभएको ठाउँ बस्नै हुन्न नि राजा त चाहिन्छ शोषकले डाँडा गएर पालो हरिहरी खाइन्छन् पालो हरिहरी खाइन्छन् जति खाइ नि भेट्छ 700-700 काँड केले पाउने हुन्छला यहाँ चुलो जलाउनु मुस्किल छ जनता थर काम्या छ नि हामीलाई पो केही छैन राजनीतिमा हिँड्ने मान्छेलाई त ओहो भन्ने भैच्छ गर्ने राजा नभएर ठाउँ बस्नै हुन्न स्वर्ग अनि राजा खड्क भन्ने राजा छ खान पाइन भनेर जनता त्यही राजासित कराउनु पर्छ त्यो राजाले पो चिनिन्छ त्यसले पो पाल्न कराउँछ ती मन्त्रीहरूले पाल्छन् यी त 5000 छ 5000 गइन्छ भन्दा भगारी भर्नु पर्दैन नोटले अगाडि भर्नु विदेश लगाएर ब्याङ्कमा रहेर डुप्लिकेटमा हिँड्छन् सत्य कुरा छोड्नु हुन्छ सबैले त्यही भन्नुपर्ने हो हो त सबैले त्यही भन्नुपर्ने हो प्रचण्डले म राजा हुँ मैले त राजा फाल्ने म राजा हुँ अब भन्छ प्रचण्डले भन्नु गर्नु नि दाउवाटी दिँदाखेरि जुटा सिटा बाउ मर्या बेलामा दाउवाटी दिन जुटा काटेन बाउनु हो नि त्यो पद मात्रै भएर कुर्सी मात्रैमा हेरेर भयो र धर्म नि चाहिन्छ बाहुनबाटै सकिन्छ बाहुनबाटै सकियो अब यी मोठ मन्दिर हामीले दिएर दाना र के पाइएला त भनिन्छ हाम्रो त लेखिन्छ उनी छन् यिनी भाइ हुन् चन्द्रमा दाजु हुन् तिमी दिउँसो हिँड्ने पऱ्यौ मलाई राति हिँड्न पार्दैौ र दाजै म राति हिँड्न सक्दिनँ जेसुकी आएर भन्दाखेरि भाइ कुना